सबैजनालाई नमस्कार। फेरि पनि मेरो अर्को मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। यता म पनि सन्चै छु। आज चाहिँ बिहान उठ्न नपाउँदै आज मैले चाहिँ हत्या गर्नु पर्यो। हत्या चाहिँ के को भन्दाखेरि चाहिँ कुखुराको हत्या हो। हाम्रो कुखुरा चाहिँ अलि धेरै नै ठुलो भएको थियो, त्यही भएर आज काटेर खाम सबै फ्यामिलीहरू। आज हामी सबैजना फ्यामिलीहरू घरमै छौँ, त्यही भएर सबैजना मिलेर आज रमाइलो गरौँ भनेर हो। बिहान उठ्न नपाउँदै हत्या गरे पनि मलाई चाहिँ पाप नलागोस् है भगवान् भनेर म प्रार्थना गर्दैछु। यता चाहिँ मेरो मायाले चाहिँ यस्तरी देख्दै खाउँ जस्तो गरेर मासु पकाउँदैछन् साथीहरू। यो चाहिँ लोकल कुखुराको मासु हो। लोकल कुखुराको मासु प्लस आगोमा पकाएको कति टेस्ट हुन्छ तपाईँहरूलाई थाहा नै होला। आगोमा पकाएको खानेकुराहरू र गाउँघरमा आफै दाने गाउँघरको वरिपरिको खानाहरू खाएर हुर्केको कुखुराहरू, लोकल कुखुराहरू कति मिठो हुन्छ तपाईँहरूलाई थाहा नै छ होला। आज चाहिँ सबै कुरा लोकल मात्रै है, मासु पनि लोकल, त्यही माथि खाना पनि लोकल, ढिँडो अनि त्यसपछि खुर्सानीहरू। अनि हामी चाहिँ खाना खाएर यता दिदीको आज अलि तलपट्टि कोदो रोप्नु थियो घाँटीसिना भन्ने ठाउँमा, त्यही भएर हामी माथिबाट हेल्प गर्नको लागि तल दिदीसँग आउँदैछौँ। आज चाहिँ मैले भिडियो बनाउनु पाएन, आज चाहिँ मायाले भिडियो बनाइरहेको छ। अनि यो चाहिँ आज चाहिँ हामीले कोदो रोप्ने बारी चाहिँ यो बारीमा चाहिँ एकदमै धेरै ढुङ्गाहरू छ। ढुङ्गा चाहिँ फाँटमा भएर होला है, ढुङ्गा चाहिँ एकदमै धेरै थियो कि पुरै ढुङ्गा थियो, कसरी रोप्ने हो भन्ने लागिरहेको थियो कि अब म चाहिँ आज रोप्नु पर्दैन, तर भए पनि म चाहिँ हेर्नको लागि मात्र आएको थिएँ। यो चाहिँ घाटसिनामा हो, हाम्रो दिदीको जग्गा चाहिँ घाटसिनामा छ। अनि ढुङ्गा चाहिँ एकदम बगरै जस्तो छ कि ढुङ्गा छ। हातहरू कति दुख्यो होला है खेता लाग्यो। अनि साउन भदौमा कति गर्मी हुन्छ तपाईँहरूलाई थाहा नै होला। त्यही माथि यता फाँटमा त झन् गर्मी हुन्छ नि त, हावा त चल्छ भए पनि गर्मी चाहिँ उपरै हुन्छ कि फाँटमा डाँडामा जस्तो हुँदैन। त्यही भएर प्यास मेटाउनका लागि हामी फ्रुटी खाइरहेका छौँ। यता फेरि छोरालाई चाहिँ चाउचाउ पनि चाहियो रे गाइजहरू। गर्मीमा चाहिँ पानी मात्रै खाएर प्यास नमेटे जस्तो भएर फ्रुटी ल्याएर खाएका छौँ। हामी तिनजनाको चाहिँ एउटै छ। फेरि यता छोरोले चाहिँ छुट्टै ब्रान्ड खानु पऱ्यो कि छोरा चाहिँ हाम्रो छुट्टै खालको छ कि छोरा अलि बिन्दास टाइपको छ। अनि दुःख सुख गर्दा यदि कोदो चाहिँ रोपेर सक्नुभयो। म चाहिँ उता घुम्नको लागि गएको थिएँ, उता ड्याम हेर्नको लागि। योभन्दा पारिपट्टि एकदमै ठुलो ड्याम छ साथीहरू, म तपाईँलाई अहिले एकछिनमा देखाउने नै छु। म चाहिँ अघि नै यता कोदो रोप्नु भएको थियो नि त, अनि म चाहिँ एक्लै गएर हेरेर आएको थिएँ। फेरि उहाँहरूले पनि फेरि जान्न त हामीले पनि एकछिन देखाइदियो भनेर चाहिँ हामी सबैजना भएर फेरि जाँदैछौँ त्यतातिर साथीहरू। अनि ड्याम चाहिँ अलिकति माथि छ, अलिकति हिँड्नुपर्छ यहाँबाट, त्यही भएर हामी हिँड्दैछौँ। खेतबाट यता ड्याममा जानु चाहिँ अलिकति हिँड्नु पर्दो रहेछ। यता फेरि हाम्रो भाउजू र माया चाहिँ भिडियो गर्दै हाँस्दै खेल्दै हिँडिरहेछन्। देउरानी जेठानी भएर मिलेर सबै काम गर्छन् है, मलाई चाहिँ त्यो कुरामा चाहिँ एकदम खुसी लाग्छ। अनि यो चाहिँ ड्याम रहेको छ, यहाँ चाहिँ पौडिन कति धेरै मान्छेहरू आउनुहुन्थ्यो। पहिला पनि आउनुहुन्थ्यो, बिचमा खै एकजनाको डेथ भएर योमा डुबेर त्यसपछि यहाँ त्यति धेरै मान्छेहरू आउनुहुन्न। यता फेरि कोइला फेरि पानी खेलाउने यति रहर लाग्छ नि। त्यसपछि हामी चाहिँ अब फर्किसकेको छौँ गाडीमा बसेर। अब अलिकति आधी घन्टा जति उता गयो भने भाउजू घर आउँछ, त्यही बसेर अनि एकछिनमा भिनाजु आउनुहुन्छ। हामीलाई माथि चाहिँ गाडी जाँदैन, त्यही भएर भिनाजुले छोडिदिनुहुन्छ। अनि उहाँ गएर बस्छौँ, खाजा चाहिँ खान्छौँ हामी। हिँडेर जान चाहिँ त्यो पारिपट्टि त्यत्रो हिँड्नुपर्छ कि उहाँ लास्टमा डाँडैमा हो घर चाहिँ। अनि त्यत्रो हिँडेर यो गर्मीमा चाहिँ सकिँदैन। सक्नु त सकिन्छ, भए पनि दिनभरि काम गरेर आएपछि अलिक गाह्रो नै हुन्छ नि त साथीहरू। त्यही भएर हामी चाहिँ अब त्यहाँ गएर बसेर अनि एकछिनमा जान्छौँ। अनि मौसम पनि हल्का बादलहरू लागिरहेको थियो, पानी पर्ला जस्तो भएको थियो कि एकछिनमा। पोखराको फेरि पानीको र नानीको चाहिँ भर हुँदैन कि साथीहरू। खाजामा चाहिँ आज हामी एकदमै धेरै गर्मी भएर दही र चिउरा खाँदैछौँ। आजको लागि यति नै, भोलि फेरि अर्को भिडियोमा भेटौँला। हस् त, बाई बाई।